नमस्ते साथीहरू। सन्चै आरामै हुनुहुन्छ होला तपाईँहरू? कता हुनुहुन्छ? कसो गर्दै हुन्छ? म चाहिँ आज अलिकति फुर्सदिलो समय निकालेर घाँस काट्न जाँदैछु है। तपाईँहरू कता हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ होला। म चाहिँ घाँस काट्नु लाग्यो होइन। अब किसानको छोरो होइन मित्रहरू, घाँस काट्नु लाग्यो ल। म चाहिँ डोको बोकेर अब जाँदैछु, घाँस काट्न ल्याउँछु अनि टक्कसँगले घाँस काट्नुलाई पन्जामा लानुपर्छ। काँडा छ कि बारीमा चाहिँ, यो कट चाहिँ अलिक सानो भएको छ। ठिकै छ, म काट्छु घाँस चाहिँ। अनि अब जाँदैछु। माथि जानु पर्ने मकैहरू पनि हेर्नु है। मकैहरू यस्तो राम्रो मकै छ कि मकै बारीमा चाहिँ घाँस काट्नु जानुपर्ने। अनि अब यो मकै बारीमा घाँस काटेर हाम्रो सानीमाले पनि घाँस काट्दिनु हुँदो रहेछ। छ्यामा घाँस काट्नु भएको ल। आज मैले तपाईँको बुहारीलाई पालो दिएको के घाँस काट्नुलाई होइन। घाँस काट्नु जाँदैछु म चाहिँ। ल ठिक छ। कस्तो खोकी पनि लाग्दैछ हौ, चर्को पर्यो। अनि त्यहाँबाट धेरै साल भयो तपाईँको यो कोरोना कालदेखि नै मकै बाली बिरुवाहरू पनि नभएको कि साथीहरू। यसपालि चाहिँ मकैको बिरुवा एकदम राम्रो छ। अब यो मकै बिरुवाहरू चाहिँ यसबाट यसलाई बच्नको लागि चाहिँ हावा हुँदाखेरि र पाक्ने बेलामा मौसम तपाईँको पानी परेन भने चाहिँ सायद यसरी मकै खाइएला जस्तो छ। भने चाहिँ मकैको बिरुवा एकदम ग्रेड छ कि राम्रो छ कि। यता चाहिँ यो खाली जग्गामा चाहिँ मकै छरिएन यसपालि। अब म चाहिँ जानुपर्ने मकै बारीमा। मकै बारी गराम भने जस्तै मकै खन्न यसरी मकै बारीमा चाहिँ घाँस काट्न जाँदैछु साथीहरू। घरतिर मौसम कस्तो छ साथीहरू? आज असार 3 गते एकदम हेर्नु, एकदम प्रचण्ड घाम भन्नुपर्छ है। हाम्रोतिर चाहिँ एकदम गर्मी पनि छ, अत्याधिक गर्मी छ। घाँस काट्नु हिँडेको घाँसै नकाटिकन पसिनाले पो एकदमै गाह्रो भइरहेछ हौ। काम गर्ने त्यति छैन कि, आदत रहेन कि धेरै साल भयो। कहिलेकाहीँ मात्रै अलिकति बढी काममा खट्ने आदत बस्यो कि आज घाँस काट्नु हिँडेको। मेरो श्रीमतीज्यूलाई चाहिँ पालो दिनु पर्यो भनेर हिँडेको। सकिन्छ होला, पहिला पनि घाँस काटेकै हो होइन, घाँस गरेकै हो। आज तपाईँलाई थाहा छँदैछ पुरानो भिडियोमा म अरू नै काम गर्दा आज चाहिँ अलिकति समय निकालेर फुर्सदिलो भएर मेरो श्रीमतीज्यूलाई चाहिँ सपोर्ट गरौँ भनेर हिँडे हो। अब हेर्नुहोस् है, म घाँस काट्नलाई अब तयारी हुन्छु है। ल साथीहरू, फाइनली अब घाँस काट्ने ठाउँमा आइसकेको छु। म चाहिँ आज अब घाँस काट्न थालेँ। यो धुले घाँस हो कि यसरी घाँस काटेर चाहिँ पशु पन्छी पालिसकेपछि अब हामीले भात खाए जस्तै गाई भैँसीलाई पनि घाँस दिनै पर्यो, पालेको जन्तुलाई। साथीहरू मित्रहरू, काम भनेको सानो ठुलो हुँदैन है साथीहरू। त घाँसी दाउरिएको छ भन्नुहुन्छ होला होइन, यो पनि एउटा दम ठुलो काम हो होइन। म त मेरो श्रीमतीलाई धेरै सपोर्ट गर्छु नि, तपाईँहरू गर्नुहुन्न होइन। घाँस काट्छु अनि मैले पनि सब साथ दियो भने, काम हरेक काममा साथ दियो भने मेरो श्रीमती पनि खुसी हुनुहुन्छ होइन। यसरी अलिक काँडा, यो लजेन्ती काँडा भन्दो रहेछ हौ। हेर्नु नि, यो लजेन्ती काँडा रहेछ कि यो चाहिँ। अनि यसले चाहिँ एकदम हात भुट्छ। यो ग्लोभ्स लाउनुपर्छ कि मित्रहरू। हाम्रोतिर चाहिँ एकदम लजेन्ती काँडा छ होइन। लजेन्ती भन्नाले छुँदाखेरि चुम्रुक्क पर्ने होइन। अनि बेलुका भएपछि आफै घाम अस्ताइसक्यो आफै हुन्छ भन्छन्, तर खै ख्याल गरेको छैन कस्तो हुन्छ। अब यो घाँस काँडा चाहिँ म आफैले काटेको घाँस चाहिँ खाएर मेरो एक हल्ला आएको छ कि एकदम अगाउँछ होला हौ साथीहरू। के भन्नुहुन्छ हौ तपाईँहरू? मनमा लागेको कुराहरू चाहिँ कमेन्ट बक्समा राख्नु होला तपाईँहरूले। अब यसरी घाँस काटिसकेपछि सास बढ्दो रहेछ नि त हौ, काम गर्नुलाई त्यति छैन कि। त्यहाँबाट साथीहरू
यति खाजा खानुभयो भएन साथीहरू? अन्त बेलुकाको फेरि 4 भन्दा माथि बजिसकेको छ है। मैले चाहिँ चटपटे खाएर हिँडेको कि तपाईँहरूले खाजा खानुभयो भएन? कहाँबाट हेर्दै हुनुहुन्छ है? यो जेपेटी भिडियो अपलोड गर्छ भनेर भन्नुहुन्छ होला साथीहरू। जेपेटी नै तपाईँहरूको साथ सपोर्ट अबि भाइरल हुन्छ नि हो। तपाईँहरूले पनि भन्नुहोस् के कस्तो खालको भिडियो लगाउनु पर्छ भन्नुहोस् होइन, कमेन्ट बक्समा भन्नुहोस्। त्यो अनुसार म कोसिस गर्नेछु फेरि आगामी दिनमा भिडियो पनि बनाउँदै जाँदाखेरि। गल्ती सानो सानो गल्तीहरूलाई सुधार्ने मौका दिनुभयो भने तपाईँहरूले माफी सुधार्दै लानेछु। तपाईँहरूले यस्तो गरे राम्रो हुन्छ भनेर भनिदिनु भयो भने मैले पनि एउटा आफ्नो गल्तीलाई सुधार्ने मौका पाउँछु होइन मित्रहरू। हेर्नु न पसिना पनि निक्लिँदो रहेछ हो काम गर्दाखेरि। त्यसै गरी विदेशतिर कसरी काम गर्छ हाम्रो नेपाली दाजुभाइहरूले है, गाह्रो छ। फेरि कतिखेर भारी पुऱ्याउनु त यो डोकोमा। डोको चाहिँ आज निकै घाँस काट्नु भनेर आएको, भर्खर यति हुँदैछ साथीहरू। अहिले नै भारी पुऱ्याउँछु कि पुऱ्याउनु चाहिँ मैले होइन साथीहरू। भारी पुग्यो मेरो घाँस काटिसकेर। अब चाहिँ फेरि बोकेर चल्दिने हो घरतिर साथीहरू। काम गर्न गाह्रो छ नि हो। यो भारी बोक्यो भारी। नाम्लो छोटो भयो क्या साथीहरू। म चाहिँ लागेँ घरतिर साथीहरू। भारी पुग्यो गर्मी भयो। सरी खोकी पनि लाग्यो है। ओहो घाम पनि डुबेछ, रात परो। कतिखेर पुग्नु टाढै छ घर मेरो। तिर्खा पनि लाग्यो साथीहरू। पानीको साटो कमेन्ट बक्समा पानी पियो भनेर कमेन्ट गर्नु ल साथीहरू। हेर्नु त पसिना रुमाल पनि बोकिएन। लाग्यो है। बाटोमा यसरी सिसा फाल्नु हुँदैन थियो। यो सिसा यी केटाकेटीहरूको काम होला साथीहरू। यसरी बाटोमा चाहिँ हिँड्ने बाटोमा सिसा फाल्नु हुँदैन। ल साथीहरू म चाहिँ लागेँ घरतिर, भारी पनि पुग्यो होइन। लाग्यो म। तपाईँहरू पनि नेपालीको पृष्ठभूमि चाहिँ यही हो है। घाँस काट्ने पहिला हाम्रो जेनेरेसन हाम्रो बाबुबाजेहरू चाहिँ होइन घाँसै काटेर वस्तु भाउ पालेर नै सबै थोक गरेर नै कोही धनी भए, कोही गरिब भए, कोही विदेश गए, कोही कहाँ गए। र साथीहरू यो भिडियो चाहिँ लाइक सब्सक्राइब होइन फलो गरेर फलो भन्नु है माफ गर्नु होला। सब्सक्राइब लाइक सेयर गरेर होइन साथ सपोर्ट दिनु होला। हस् त नमस्ते। अर्को भिडियोमा फेरि भेट्नेछौँ। जय नेपाल।